नमस्ते टसिदेले सबैजनालाई। म लाग्दादेखि शेर्पा ओरिजिनली भोजपुरबाट र अहिले हाल काठमाडौँ नेपालमा आफ्नो फ्यामिलीको साथमा बस्दै आइरहेको छु। र आज चाहिँ म 21 डेजको लाइफ च्यालेन्जको टपिक लिएर आइसकेको छु। र आजको टपिक रहेको छ बिहाइन्ड द सिन माइन्डसेट। हामीले चाहिँ जसरी ट्रेडिसनल बिजनेस गर्छौँ, ट्रेडिसनल बिजनेस गर्दाखेरि हामीले कति मेहनत गरेर काम गर्नुपर्ने हुन्छ, त्यस्तै गरी हाम्रो यो एमाजिङ अनलाइन डिजिटल बिजनेसमा पनि मेहनत गरेर काम गर्नुपर्ने नै हुन्छ। र हामीले चाहिँ हाम्रो ट्रेनिङ साइटमा रहेका ट्रेनिङहरूमा चाहिँ हामीले लर्न गरेर चाहिँ हामी नलेजेबल हुनुपर्छ र हामीलाई आफू चाहिँ नलेजेबल भइसकेपछि चाहिँ हामीले अरूलाई सेयर गर्नको लागि सजिलो हुन्छ। हाम्रो विनिङ इगल ट्रेनिङ छ, त्यहाँ पनि हामीले धेरै कुराहरू सिक्ने अवसर पाउँछौँ। र ग्लोबली मास्टर माइन्ड ट्रेनिङ छ, त्यहाँ पनि हामीले धेरै कुराहरू सिक्ने अवसर पाउँछौँ। र हाम्रो जति पनि हामीसँग आउनुभएका लिड्सहरू हुनुहुन्छ, बायरहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले फलोअप गर्नुपर्ने हुन्छ। र हाम्रो यो डिजिटल बिजनेस भनेको चाहिँ सोसल मिडिया एट्र्याक्सन मार्केटिङ बिजनेस हो। र यसमा चाहिँ हामीले सोसल मिडिया एट्र्याक्सन मार्केटिङ भन्नाले चाहिँ हामीले कुनै पनि प्रोडक्टको चाहिँ हामीले एडभर्टाइजिङ गर्नु पर्दैन, मार्केटिङ गर्नु पर्दैन, कन्भिन्स गर्नु पर्दैन र कुनै पनि मान्छेको पछि लाग्नु पर्दैन। तर हामीले चाहिँ यसमा के चाहिँ गर्छौँ त भनेर भन्दाखेरि हामीले चाहिँ सोसल मिडिया एट्र्याक्सन कन्टेन्टहरू क्रिएट गरेर चाहिँ जब पोस्ट गर्छौँ र त्यही पोस्टमा चाहिँ संसारभरिबाट दाजुभाइ तथा दिदीबहिनीहरू चाहिँ रिच आउट भएर जब हामीसम्म आइपुग्नुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले एजुकेट गरेर चाहिँ यो बिजनेस सेटअप गर्नको लागि हामीले मद्दत गर्छौँ। र उहाँहरूलाई चाहिँ जब यो बिजनेसमा उहाँहरू चाहिँ जब यो बिजनेसमा इन्रोल हुनको लागि उहाँहरू चाहिँ रेडी भएर आउनुहुन्छ र यो बिजनेसमा इन्रोल गर्नुहुन्छ। र त्यहाँबाट चाहिँ हामीले उहाँहरूलाई चाहिँ स्टेप बाई स्टेप भिडियो बेस्ड ट्रेनिङ, टुल्स, टेक्निक, स्ट्राटेजी, मेन्टर र कोच लाइफ टाइम प्रोभाइड गर्छौँ। र जब चाहिँ उहाँहरू सिस्टममा आइसक्नु भएपछि चाहिँ उहाँलाई ग्लोबल ठुलो कम्युनिटी छ, ग्लोबली ठुलो कम्युनिटीले चाहिँ उहाँहरूलाई हेल्प गरेर चाहिँ उहाँहरूलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ भनेर उहाँहरूले मद्दत गर्नुहुन्छ। र उहाँहरू चाहिँ जब यो बिजनेसमा आइसक्नु भएपछि चाहिँ उहाँहरूले कहिले पनि एक्लो फिल गर्नु पर्दैन। उहाँहरूलाई चाहिँ सबैजनाले चाहिँ साथी गरेर एकले अर्कालाई हातमा हात, साथमा साथ गरेर चाहिँ अगाडि बढाउनुहुन्छ। र तपाईँलाई चाहिँ यति मात्र नभएर तपाईँको आफ्नो पर्सनल ग्रोथ हुन्छ, यसमा चाहिँ टाइम फ्रिडम, फाइनेन्सियल फ्रिडम पाउनुहुन्छ। र यति मात्र नभएर तपाईँले चाहिँ जति पनि तपाईँले यो बिजनेसभित्र आएर लर्न गरिसक्नु भएपछि चाहिँ तपाईँले पनि यस्तै गरी तपाईँले पनि आफ्नो फ्यान फलोवर्सहरूलाई चाहिँ तपाईँले पनि बिजनेस अपर्च्युनिटी सेयर गरेर चाहिँ उहाँहरूलाई पनि हेल्प गर्ने अवसर पाउनुहुन्छ। यदि तपाईँहरू पनि यस्तै खालको बिजनेसको खोजीमा हुनुहुन्छ भने तपाईँले मलाई रिच आउट गर्न सक्नुहुन्छ र म तपाईँलाई यो बिजनेस सेटअप गर्नको लागि मद्दत गर्नेछु। धन्यवाद।